यो अमरसिंह चोक यहाँ त्यो गोलो राउन्ड एबोट थियो। अहिले अब यताबाट नि बाटो त्यो हावाले त्यो बारहरू फालिदिएछ, गाडी यता आएछ कि त्यो बेस बनाएर दुई तहको बेस भइसक्यो। अझै एक तहको बेस बनाएपछि अनि भिटामिन छर्छ, त्यसपछि कालोपत्र गरिदिने। यहाँबाट पुनर चोकसम्म उता त बनिसकेछ, उता गाडी आउन नदिनु पर्ने हो कि अब आइदियो। पुनर चोकबाट यो ट्याक्कै गण्डकी पेट्रोल पम्पसम्म अब अलिकति जोड्न बाँकी छ। अहिले म उभिएको ठाउँ ठ्याक्कै अमरसिंह थापाको शालिग भएको ठाउँ हो। गाडी यता छिरिदिएर यो बाटो बिगार्ने भयो कि फेरि रोलर लाउनु पर्छ। कति फुच्चे हो यो त। तारको गुजुलको नगरपालिकाले अझै यस्तो 2-4 ठाउँमा छोडेछ यो सोलर। चाइनिज टिबेटको सरकारले दिएको सोलर यहाँ पनि रहेछ, यहाँ पनि रहेछ। यसले 1-2 वर्ष अगाडि नै निकालेको थियो, किन ननिकाले रहेछ।